ल है साथीहो, आज चाहिँ माघको महिना हो। अब यो तुरी छरेको चाहिँ तुरी पाखेर चाहिँ यस्तो भइसक्यो। अब यहाँ तुरी छिन्दा छिन्दै तपाईँको अहिले भर्खरै चाहिँ मौरी आएको छ। यो अब अनुसन्धान गर्दाखेरि चाहिँ हाम्रो छिमेकी एकजना बाजे भन्नेले चाहिँ अस्ति न पुसको महिना चाहिँ जङ्गलबाट निकालेर ल्याएको मौरी भन्नुभयो उहाँले। अब पुसको महिना निकालेर मैले ल्याएको हो नाति भन्नुहुन्थ्यो। अब यो मौरी चाहिँ हान्दा चाहिँ यो कहाँ जाँदो रहेछ भनेर उहाँ बाजेले चाहिँ पछि पछि लाग्नु भएको हो रे। अब लाग्दाखेरि चाहिँ सिधै हाम्रो घरमा आएर चाहिँ बस्यो कि। हेर्नुहोस्, अब पुसको महिनाभरि चाहिँ ऊ घरमै बस्यो, त्यहाँ बाजेले लिएर हालेको मुरे घरमै बस्यो। उहाँले चाहिँ जङ्गलबाटै ल्याउनु भएको थियो। अब हिजो चाहिँ हाम्रो बाजेले चाहिँ पछि पछि मौरी कता जान्छ भनेर अब मार ढुङ्गाले हान्दै ल्याउनु भएको रहेछ। ठ्याक्कै आएर यो चाहिँ मैले यो खडीको यो रुख पर्छ होइन, यो हाम्रो भाषाबाट यो खडीको रुख भन्छ। अब यो यत्रो छ है खडीको रुख। अब यहाँनिर आएर चाहिँ तपाईँको यो घरमा आएर चाहिँ खचाखच तपाईँको यही घरमा आएर बसेको रहेछ। अब अहिले चाहिँ आउने जाने गरिरहेको छ। अनि अब के गर्नु छ साथी, यो माघको महिना पनि मौरी आउँदो रहेछ भन्ने चाहिँ मैले अहिलेसम्म थाहा त थिएन। अब यहाँनिर देख्नुहुन्छ आएर यहाँ ट्याक्क बसेको छ है साथी हो। तर अब यो माघको महिना चाहिँ पुसको महिना जङ्गलमा रहेको मौरी जङ्गलबाट ल्याएर छिमेकी बाजेले राख्नु भएको रहेछ। अब आएर चाहिँ यहाँ ठ्याक्कै यो मुरे घरमा चाहिँ आएर घरभित्र गइसकेको छ। अब छिमेकी बाजेले के भन्नुभयो, ओहो नाति मैले मौरी लिएर आएको, अब तिम्रो घरमा पो आयो भनेर भन्नुभयो बाजेले। अब भनिसकेपछि अब के गरेर त मेरो दोषी त होइन, मैले त घर बनाएर दोसेको। अब मौरी आफै आएर बस्छ भने अब मैले के गरेँ त बाजे। अब तपाईँले दुःख गरेर ल्याउनु भएको रहेछ वनबाट, अब यहाँ आएर चाहिँ बस्यो। अब बसिसकेपछि अब मौरी र परेवा र बिरालो अनि यिनीहरूको चाहिँ कुनै एउटो ठाउँ निश्चित ठाउँ हुँदैन। यसले चाहिँ जहाँ मन पर्छ तपाईँको वहीँ नै यसले आफ्नो घर बनाइहाल्छ। यो तेरो मेरो भन्ने चाहिँ हुँदैन। यिनी मौरीहरूको परेवाहरूको यिनीहरूको चाहिँ अब आफ्नो आफ्नो ठाउँ उनीहरूले बनाएर जहाँ मन पर्छ उतै नै हन्दिने हुन्। अब बाजेले पछि पछि आएर हेरिरहनु भएको रहेछ। अब तिम्रो घरमा गयो नाति भनेर भन्दै हुनुहुन्थ्यो। अब के गर्ने त बाजे, अब मौरीले मन पराइसकेपछि अब झिकेर लग्न नमिल्ने होइन। मौरी आयो त आयो, सक्यो बाजे। अब तपाईँले पुसको महिना ल्याउनु भएको रहेछ। अब 1 महिना बसेर 1 महिना 15 दिन बसेर अब यहाँ मेरो घरमा आउँछ भने अब पक्कै पनि मन परेर आएको होला भन्ने चाहिँ मैले उहाँ बाजेलाई 2-4 कुराहरू बताइदिएँ। अब यही नै हो साथी। अब यो थोरै कहिलेकाहीँ यस्ता अफरहरू पनि आउँछन्। घरसार बनाएर राख्नुभयो भने मौरी अटोमेटिक आउन पनि सक्छ साथी है। अब यो छोटो हिजो मौरी आएको हुनाले चाहिँ मैले छोटो यस्तो जानकारीहरू तपाईँहरूलाई चाहिँ दिएको छु।